हेलो फ्यापुलो गुड मर्निङ सबैजनालाई र अहिले भने चाहिँ या बिहानको नजरिया यस्तो छ हो म बस्ने जग्गाको चाहिँ र फ्रेश हावा चराचुरुङ्गीहरू पनि एकदम उठिसकेको छ हैन अनि मेरो पछाडी साथी पनि आउँदै थियो घरको पप्पी र अहिले चाहिँ म यहाँ बिहानै कहाँ जान्दैछु भने चाहिँ यही मेरो बिहानको आउटफिट एकदम जोस चलेर यो जोस पनि यस्तो जोस चाहिँ अब बेसी चाहिँ चल्दैन समटाइम्स त्यो पनि एउटा कस्तो फिल हुँदाखेरि भने चाहिँ गाला हेर्नुस् मेरो खाँदै घुम्दै खाँदै है हिँडेकोले गर्दाखेरि चाहिँ गालामा मासु भुँडी पनि लागेको छ यहाँ हल्का हो अन्त पुरा अलिक फिटनेसपट्टि लागेको पहिलातिर चाहिँ म धेरै गर्ने गर्थ्यो र अहिले चाहिँ त्यो आफै अल्छी भएर क्यो ठिकै छु भन्दै बिमार पनि भयो हो हैन अहिले त ठिकै छु भन्दै खाँदै हिँड्नेले गर्दाखेरि चाहिँ हेर्नुस् त मेरो गाला मोमो जस्तो टी मोमो जस्तै भइसकेको छ हो मलाई नै पुरा कस्तो फिल भयो क्यो पुरै अन्त त्यसले गर्दाखेरि चाहिँ म आजदेखि चाहिँ 1 विक आज के हो फ्राइडेदेखि चाहिँ नेक्स्ट फ्राइडेसम्म म यो च्यालेन्ज मेरो आफै म कसैलाई पनि हैन म आफ्नै च्यालेन्ज गर्छु र अब 1-2 दिन गरेर त यो गाला यो भुँडी गर्दैन देख्दाखेरि त्यस्तो हेर्दाखेरि चाहिँ देख्दैन हो तर मलाई आफैले फिल भएको हो अनि म अहिले चाहिँ यहाँदेखि परा जाँदैछु गेटमा त्यहाँदेखि गेटदेखि चाहिँ फेरि ब्याक भएर चाहिँ यहाँ माथि हाम्रो स्कुलको ग्राउन्ड छ अनि यहाँ स्कुलको ग्राउन्डमा चाहिँ म स्किप गर्ने छु अनि मैले पहिल्यैदेखि यस्तै गर्थ्यो अनि मेन्टेन्स पनि गर्नुपर्छ तपाईहरु पनि कतिजनालाई अब यस्तो टिप्सहरू चाहियो भने भन्नुस् मेरो त त्यस्तो डरलाग्दो टिप्स त छैन मेरोबाट त यही भन्छु बिहान चाहिँ अल्छी नगर्नुकन अल्छी नगरिकन उठ्नुस् आम्मामा घाम आँखामा आयो अल्छी नगरिकन उठेर चाहिँ त्यही हो पानी पिएर फ्रेस भएर पानी पिएर चाहिँ अलिकति भए पनि एक्सर्साइज गर्नुस् अनि अलिकति आफ्नै जिउलाई राम्रो हुन्छ बिमारहरू पनि हुँदैन है अनि त्यही हो मलाई चाहिँ बिमारी भन्दाखेरि पनि त्यही हो बिमारी पनि हो एउटा कुरा त अलिकति आफूलाई नै अनइजी टाइपको के हो लुगाहरू नमिल्दा भुँडी लागेपछि त यो लुगाहरू नमिल्दाखेरि त धेरै गाह्रो हुन्छ क्या अब हामी केटी मान्छेलाई विशेष गरी चाहिँ त्यसले गर्दाखेरि चाहिँ म चाहिँ अहिले हैन आजदेखि चाहिँ म जान्दैछु वर्कआउट गर्नु गालाको एक्सर्साइज त हिजो बेलुका पनि गर्यो अहिले बिहान पनि मर्निङमा पनि गर्यो अब चाहिँ म भुँडीको र यो खुट्टाको पनि अनि त्यही हो मर्निङमा स्टोरी बिहानै हेर्नुहोस् कस्तो दामी यहाँ देखेको छैन ऊ परबाट देख्छ तपाईँहरूलाई म त्यहाँको भ्यू देखाउँछु मजा आउँछ यहाँको भ्यूहरू हेर्दै हुन्छ नि एक्सर्साइज गर्नु अहिले बिहानै त्यस्तो गाउँमा को पनि उठ्नु भएको छैन रहेछ मै होला फर्स्ट भन्नु त भएको छैन आया यसरी गर्दाखेरि हातै गल्दो रहेछ कति भएको थियो युट्युबमा त झन् मैले भिडियो नहालेको त्यस्तै हुन्छ अब काम कुराले गर्दाखेरि जहिले तहिले लगाइरहनु पनि पाउँदिनँ पहिलातिर त लगाइबस्थ्यो है ओके कस्तो फ्रेस हावा आयो या आज अहिले त त्यस्तो उयो भएको छैन रहेछ क्लियर भएको छैन रहेछ अहिले हिजो बेलुका पानी परेको थियो नि त त्यसले गर्दाखेरि चाहिँ अलिकति यस्तो छ तर पनि मजाको देखिरहेको छ है शीतल रहेछ आज शीतल हुने रहेछ यहाँनिर वाउ यहाँनिर बस्नु मजा नै अर्कै छ क्यो अब बजारहरूतिर र यहाँमा भने चाहिँ अब मलाई चाहिँ यतैतिर यस्तै जग्गाहरू मनपर्छ है बिहानै हेर्नुहोस् यस्तो ग्रिनरी चिसो यहाँ फेरि चिसो छ विन्टरमा त कति चिसो हुन्छ होइन समरमा पनि चिसो छ हुन्छ नि अहिले यस्तो घाम लागिरहेको छैन अरू जग्गातिर यस्तो गरम भइरहेको छ तर यहाँ भने चाहिँ
त्यस्तो गरम हुँदैन शीतल भने चाहिँ म मेरो वर्कआउट स्टार्ट गर्छु र यही गर्नु पर्यो है पर ग्राउन्डमा भन्दाखेरि ग्राउन्डमा चाहिँ अहिले त्यहाँ हाम्रो स्कुल बनिँदैछ त्यहाँनिर अलिक कन्स्ट्रक्सन चलिरहेको छ सो यही गर्नु पर्यो यहाँ आइहाल्यो मेरो वर्कआउट पनि देखाउँदै पछाडिको भ्यू पनि तपाईँहरूलाई देखाउँदै ल स्टार्ट गर्छु है त हेर्नुहोस् गाउँहरू पनि यहाँ कस्तो दामी दामी छ साह्रो छ जिउ घटाउनु गाला घटाउनु स्किपले त तर गाला घटिँदैन तर पनि साह्रो छ जिउ घटाउनु पनि अनि धेरै बानी हराइसकिसक्यो स्किप गर्नु पहिला त 200 पनि मैले क्रस गर्थ्यो हैन के भयो अब नसक्ने भएछ हुन्छ नि धेरै बेसी ग्याप भयो धेरै बेसी ग्याप भएर होला पनि अनि बिबिसमा आउट भएकै तर पनि हार खाएन भिडियो त मैले त्यस्तो बेसी गरिन मलाई त मेरो बेली घटाउनु छ त्यो भएर चाहिँ मैले त्यस्तो भिडियो पनि गरिन अन्त तर पनि कोसिस गरेको छु है आज 1 डे भयो मैले च्यालेन्ज म आफूले च्यालेन्ज गरेको छु 1 विकको अब के कस्तो हुनेछ हो डेली लाउनु पाएन भए पनि लास्टमा मेरो रिजल्ट देखाउने छु तपाईहरुलाई तपाईहरु पनि म माथि इन्स्पायर हुनुहुन्छ भने तपाईहरु पनि स्टार्ट गरिहाल्नुस् है वेट नगर्नुस् अब हामी के सोच्छ बेलुका सुत्ने बेलामा चाहिँ सोच्दै सुत्छ भोलि बिहानै उठेर चाहिँ म एक्सरसाइज गर्छु वर्कआउट गर्छुहरु भनेर सोच्नुहुन्छ हैन तर त्यो चाहिँ म पनि सोच्छु के हो तपाईहरुलाई मात्रै भन्दिन म पनि सोच्छु हैन मैले पनि सोच्थ्यो हैन अनि हुँदैन रहेछ अबदेखि चाहिँ हुँदैन भनेर चाहिँ मैले चाहिँ स्टार्ट गरिहालेको हैन पहिला चाहिँ यस्तो अल्छी थिइन म अल्छी नि आजभोलि चाहिँ म धेरै अल्छी नि भएको छ आजको वर्कआउट राम्रो भयो त्यही हो अब अन्त के हो डेली अब मर्निङमा गर्ने गर्छु भिडियो त म जहिले ल्याउँदिन होला वर्कआउटको ल्याएको दिन गरेको दिन मैले भिडियो गरेको दिन चाहिँ म जरुर अपलोड गर्ने गर्छु र तपाईहरु पनि ढिलो नगरिकिन वर्कआउटहरु एक्सरसाइजहरु गरिहाल्नुस् इफ फिटै छ भने त केही छैन जरुरी है तर मलाई देख्दा चाहिँ फिटै देख्नुहुन्छ कति जनाले भन्नुहुन्छ फिटै छ है भनेर यहाँदेखि बेसी किन घट्नुहरु भन्छ तर मलाई याद छ नि त म कतिको फिट छु छुइन भनेर चाहिँ आफ्नो लागि आफै गर्नुपर्छ सेल्फ लभ भनेको त्यही हो र त्यो खाएर घुमेर मात्रै हुँदैन अब चाहिँ मैले म आफ्नो
मेन्टेन पनि गर्नुपर्छ फेरि यतिकै बर यस्तो जिउ लाग्नु मोटिनु कति टाइम लाग्दैन घट्नु चाहिँ यति बेसी साह्रो पर्छ हो रातै पिरै भयो म चाहिँ हो अब गफ गरेर हुँदैन यहाँ बसेर फेरि हो ओह अब म घरतिर लागेको अनि कति 7 बज्यो अहिले चाहिँ अघि 5 बजी नै म निस्केको अब घरतर्फ फ्रेसेस भएर ड्युटी जानुपर्छ फेरि नानीहरूको एक्जाम चल्दैछ अहिले अन्त अब भ्याकेसन पनि आउनु आँट्यो त्यही हो है ल अब यो भिडियो के हो अब तपाईँलाई यादै छ मैले है गरिसक्यो भनेर र अब यो भिडियो कन्टिन्यू हुँदैन यति नै एड गर्छु ओके हेभ अ गुड डे सबैजनालाई है थ्याङ्क यू फर वाचिङ माई भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिदिनुहोस् धेरै माया गरिदिनुहोस् है त्यही भन्दै ल सो सबैजनालाई बाई बाई यहाँको भ्यू बाई